नमस्कार, हामी तपाईँ समक्ष फेरि पनि प्रस्तुत भइसकेका छौँ दैनिक राशिफल लिएर 2082 साल माघ महिना 27 गते मङ्गलबारका दिन प्रस्तुत गरौँ। राशिफलतर्फ मेष राशि। ठुलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह व्यवस्था नगर्नुहोस्, तत्र काम बिग्रन सक्छ। तपाईँको लागि शुभ रङ रातो र तपाईँको लागि शुभ अङ्क 1 रहनेछ। वृष राशि। जसरी पनि परिस्थितिसँग जुधेर अघि बढ्नुहुनेछ। व्यापारमा लाभ मिल्नेछ। पुराना समस्याहरू सुल्झने सङ्केत छन्। शुभचिन्तकहरूको साथ पाइनेछ। तपाईँको लागि आजको शुभ रङ सेतो रहेको छ भने तपाईँको लागि आजको शुभ अङ्क 7 रहेको छ। मिथुन राशि। प्रभाव जमाउने समय हो। अघिल्लो मेहनतबाट धन लाभ हुनेछ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको सङ्केत देखिनेछ। तपाईँको लागि शुभ रङ हरियो हो भने तपाईँको लागि शुभ अङ्क 6 रहनेछ। कर्कट राशि। इच्छा शक्ति बलियो बन्नेछ। प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ। तपाईँको लागि आजको शुभ अङ्क 4 रहेको छ भने शुभ रङ सेतो रहेको छ। सिंह राशि। समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्रतिफल कम हुनेछ। योजना बनाउँदा सजग रहनु उत्तम हुनेछ। तपाईँको लागि आजको शुभ रङ रातो हो भने तपाईँको लागि आजको शुभ अङ्क 5 रहेको छ। कन्या राशि। नयाँ आम्दानीको ढोका खुल्नेछ। साझेदारी लाभदायक हुनेछ। व्यावसायिक उचाइ चुम्न सकिनेछ। कर्मको सम्मान पाइनेछ। तपाईँको लागि आजको शुभ अङ्क 3 रहेको छ भने तपाईँको लागि आजको शुभ रङ हरियो रहेको छ। तुला राशि। आर्थिक फाइदा नभए पनि महत्त्वपूर्ण जिम्मेवारी आउन सक्छ। आत्मबल प्रयोग गरी सामाजिक रूपमा चम्किने समय देखिन्छ। तपाईँको लागि आजको शुभ रङ गुलाबी हो भने तपाईँको लागि आजको शुभ अङ्क 2 रहेको छ। वृश्चिक राशि। साथीहरूको साथमा अड्किएका काम बन्नेछन्। दीर्घकालीन लाभका लागि आजको मिहिनेत महत्त्वपूर्ण हुनेछ। तपाईँको लागि आजको शुभ रङ कलेजी हो भने तपाईँको लागि आजको शुभ अङ्क 1 रहनेछ। धनु राशि। काममा समय लाग्नेछ। यात्रा पनि हुन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। धैर्यले सफलता दिलाउनेछ। तपाईँको लागि आजको शुभ रङ पहेँलो हो भने तपाईँको लागि आजको शुभ अङ्क 9 रहनेछ। मकर राशि। पढाइ, व्यापार र आम्दानी तिनैमा सुधार हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। प्रतिस्पर्धा बिना अवसर प्राप्त हुने सङ्केत देखिन्छ। तपाईँको लागि आजको शुभ रङ निलो हो भने तपाईँको लागि आजको शुभ अङ्क 2 रहेको छ। कुम्भ राशि। कानुनी वा विवादास्पद मामिलामा सफलता प्राप्त हुने समय देखिन्छ। सानो प्रयासले ठुलो उपलब्धि दिलाउन सक्छ। सहयोगीहरूको साथ पाइने खालको समय देखिएको छ। तपाईँको लागि आजको शुभ रङ खैरो हो भने तपाईँको लागि आजको शुभ अङ्क 6 रहेको छ। मीन राशि। प्रेम र पारिवारिक सम्बन्ध बलियो बन्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल रहनेछ। आर्थिक लाभ औसत रहनेछ। तपाईँको लागि आजको शुभ रङ पहेँलो हो भने तपाईँको लागि आजको शुभ अङ्क 4 रहनेछ।